नमस्कार। मेरो नाम चाहिँ राजेश यादव। म गल्फ एसिया मेन पावरको सञ्चालक र विगत 15 वर्षदेखि यो पेसामा म आबद्ध छु। मेरो शैक्षिक योग्यताको कुरा गर्दाखेरि मैले मास्टर इन आर्ट्स इङ्ग्लिस लिटरेचरमा मैले पाटन क्याम्पसबाट गरेको छु, काठमाडौँबाटै। र यो मेरो उम्मेदवारी किन दिएको छु भन्दाखेरि यो वैदेशिक रोजगार सङ्घमा एउटा पढे लेखेको एउटा इङ्ग्लिसमा राम्रो दक्ष भएको व्यक्ति आउनुपर्छ भन्ने हिसाबले मैले यो उम्मेदवारी दिएको छु। र हाम्रा धेरै इस्युहरू छन्, त्यो इस्युहरूलाई इन्टरनेसनल लेभलमा जस्तो आइएलओको अफिस भयो, विभिन्न एम्बेसीहरू भयो, त्यो एम्बेसीमा चाहिँ हामीलाई एउटा राम्रो इङ्ग्लिसमा दखल भएको मान्छे चाहिन्छ र आफ्ना मुद्दाहरू त्यहाँ सजिलैसँग राख्न सक्छु र हाम्रा मुद्दाहरूलाई इन्टरनेसनल लेभलमा म राम्रोसँग राख्न सक्छु भन्ने हिसाबले मैले यो उम्मेदवारी दिएको छु। र अबको चाहिँ वैदेशिक रोजगारको जुन क्षेत्र छ त्यो लगभग युरोपतिर सिफ्ट हुँदैछ र युरोपमा चल्ने भनेकै इङ्ग्लिस भाषा हो र त्यहाँ पनि मैले आफ्नो मेरो क्यापेसिटीले यो जुन हाम्रो यो जुन क्षेत्र छ वैदेशिक रोजगारको त्यहाँ अझ म फराकिलो पार्नेछु भन्ने हिसाबले मैले यो उम्मेदवारी दिएको छु। कस्तो लागिरहेछ तपाईँलाई? माहौल के भइरहेछ? अहिले म नरेश गेलालजीको पाइनलबाट मैले सदस्य पदको लागि उम्मेदवारी दिएको छु र यो अहिलेसम्मकै वैदेशिक रोजगारको चुनावमा अहिलेसम्मकै इतिहासकै सबैभन्दा स्ट्रङ टिम हो। त्यही भएर मलाई लागिरहेछ म जित्छु र मेरो योग्यता हेरेर अरू साथीहरूले पनि मलाई भोट दिनुहुन्छ भन्ने मलाई विश्वास राखेको छु। तपाईँ सदस्यमा उम्मेदवारी दिनुभएको छ, यो जित्नु भयो भने तपाईँले गर्ने पहिलो काम चाहिँ के हुनेछ? केलाई प्राथमिकतामा राखेर काम गर्नुहुनेछ? यदि मैले यो वैदेशिक रोजगारको सदस्यमा निर्वाचित भयो भने साथीहरूले मलाई पुर्याउनु भयो भने हाम्रासँग मुख्य 3-4वटा मागहरू छन्, इस्युहरू छन्। जस्तो मेन इस्यु भनेको मागपत्र प्रमाणीकरण हो हैन। मागपत्र प्रमाणीकरण लगभग 6 महिना 7 महिनासम्म पनि हुँदैन। त्यसको लागि हाम्रो विशेष जोड चाहिँ यो मागपत्र प्रमाणीकरण यो वैदेशिक रोजगार विभाग अन्तर्गत आउनुपर्छ भने त्यसको लागि पहिला मैले पहल गर्नेछु। त्यसपछि हाम्रो 100 सङ्ख्या छ, 100 सङ्ख्याको लागि पनि हामी लड्नेछौँ र विभिन्न किसिमका तपाईँको प्रशासनिक झन्झटिलाहरू छन्, ऐन कानुनहरूमा सुधार गर्नुपर्ने छ, त्यसको लागि म विशेष रूपले अगाडि बढ्नेछु। हस्, तपाईँलाई शुभकामना छ। हस्, धन्यवाद।